यिनी त हाम्रै गाउँकी हुन् त। तपाईँ त अस्ति मलाई 0 दिने होइन? हो त। तिमीले आज एउटा रेटिङ गेम खेल्दै पर्यो। ए भइहाल्छ नि, खेल्दिउँ न त। रेटिङ गेम चाहिँ के भने तिमीले चाहिँ 10 मा कति रेट गर्छौ त्यो 10 भन्दा बढी चाहिँ गर्न पाइँदैन होइन। 10 भन्दा मुनि कति रेट गर्छौ तिमीलाई म फोटो देखाउँछु, तिमीले रेट गर्नु पर्यो है त। तपाईँ पनि खेल्नु पर्यो है। एकदम ओके छ। तपाईँ त अस्ति मलाई 0 दिने होइन? हो त। आज चाहिँ 0 दिनु भयो। आज 0 हुँदैन आज। ल रेटिङ गर्नु ल, तपाईँहरूलाई म फोटो देखाउँछु, रेटिङ गर्नु पर्यो। ल यहाँ हेर त कति गर्छौ? 10 मा कति दिन्छौ मलाई? म 10 मा चाहिँ 3.5 ल। 3.5। तपाईँ? म गोडा 3 1 दिन्छु। 3.5 गोडा 3 1। गोडा 3 भनेको के हो? 3टा भनेको 3 नम्बर। ल ठिक छ। अर्को नेक्स्ट है, उसलाई कति दिन्छौ? उसलाई त्यही 2.5 जति दिएँ मैले। 2.5। तपाईँले? यिनलाई त 5 जति दिनै पर्छ। 5। 10 मा 5। दिनै। तपाईँले 2.5, तपाईँले 5। के मन पर्यो? दिनुपर्छ। कुर्ता सुरुवालमा राम्रै देखिएको छ बुनु। अर्को नेक्स्ट है, उसलाई? ल उसलाई चाहिँ सिधै 8 हुने हो। 8। तपाईँले? यिनलाई त 2 भन्दा हुँदैन। 2। कौन है ये लोग? तिमीले 8 के दिएर एकदम कपाल हेर न, कपाल वाह। कपालको फ्यान। कपालको फ्यान किन नेक्स्ट पनि छ क्या। ल अर्को है, उसलाई? उसलाई मैले दिएँ रे 2 तपाईँले? यी बुनुलाई त 2 दिँदै ठिक होला। हातमा पनि 2 छ। राम्रोलाई 2। 2 छ हातमा पनि। हातमा पनि 2 नै रहेछ। ठिक छ। नेक्स्ट है, तपाईँ उसलाई कति दिन्छ? ओए नम्बर दिनुपर्छ र। के भयो त? ल 9 दिएँ मैले उसलाई। 9। 10 मा 9। राम। दिनैपर्छ यार तिमीले। होइन यो साह्रै सुहाएन। मैले त 3 भन्दा दिन्न। 3। यस्तो पनि हुन्छ। डिप्रेसन